बेसरी बलियो हुँ भन्छ, धम्की दिन्छ क्या मलाई। दिनभरि आऊ म त्यहाँ खोलामा ढुङ्गा बोकाउँछु भन्छ, फेरि आउँदैन है। यस्तो छ, विगतको कुराले नै मात्रै गर्दैन राजनीति होइन। विगतमा मैले यो गरेँ यस्तो गरेँ भने त्यसकै भरमा आन्दोलन जेल हिजोको कुरा थियो त्यो त। हिजो भात खाएँ मलाई पुग्यो त आज। अहिलेको युग त्यो होइन सर। हिजो मैले भात खाएँ है, 84 व्यञ्जन खाएँ, तर आज त मसँग खाने छैन। 14 वर्ष जेल बस्ने नेताहरू छन् यहाँ प्रजातन्त्रको लागि। त्यो त छ त, भन्दैछु त, उहाँहरूलाई सम्मान गर्नुपर्छ। तर उहाँहरूले के चाहिँ गर्दै हुन्छ त आज चाहिँ? यो कुरा चाहिँ आजको युगलाई चाहिँ चाहिएको छ क्या। म धरान बनाउँछु सुरुमा होइन, पहिला आफ्नो घर बनाउनु पर्छ क्या होइन। धरानमा बसेर काठमाडौँ बनाउँछु अनि काठमाडौँ बसेर धरान बनाउँछु, गफलाई हिँडेर हुन्छ हामीले है। म मेरो धरान बनाउँछु नि सुरुमा, अनि पो मैले यस्तो बनाएँ हेर है साथी हो, यता हेर यस्तो गर्नुपर्छ भन्नु सुहाउँछ त मलाई। तर अहिले तपाईँलाई दबाब छ नि, काङ्ग्रेसमा प्रवेश गरेर काम गर्नु सजिलो हुन्छ भनेर भनिरहेछन्। कसले? काङ्ग्रेसकै मान्छेहरू भनिरहेछ नि तपाईँलाई। खै मैले त सुनेको छुइनँ। तपाईँलाई त्यस्तो प्रस्ताव आएको छैन? त्यस्तो छैन। उहाँहरूले होइन, मलाई दबाब भनेको कसैले पनि दिन सक्दैन। कसैले पनि तपाईँलाई दबाब? कसैले दुनियाँमा कसैले पनि। कसैको दबाब मान्नु? कसैको दबाब मान्दिनँ। जनताको दबाब? जनताको मान्छु, तर कुनै दलको यो त्यो मान्दिनँ म। जनताको त म सेवक हो। मैले भने के अरे, जनताभन्दा म एक स्टेप तल हो। होइन, आगामी निर्वाचनमा स्वतन्त्र व्यक्तिहरूले चुनाव जित्ला नि देशभरिबाट। त्यो चाहिँ प्रत्यक्षमा कस्तो व्यक्ति प्रदेश सभामा हो, प्रदेश सभामा यो चाहिँ कस्तो छ भने नि, अब हामी स्वतन्त्र भनेको चाहिँ कस्तो हो भने नि, दलप्रतिको वितृष्णा हो हामी भनेको। बुझ्नुभयो नि? हामीलाई जनताले किन चुने त भन्दा दलप्रतिको वितृष्णाले गर्दा। अब दलहरूले राम्रो भूमिका खेल्दै गए होइन, सुशासन विकासको लागि जनताको चाहिँ हितलाई सर्वोपरि ठानेर काम गर्दै गयो भने दलहरू नै जित्ने हो। तर दलहरूले चाहिँ त्यो स्वतन्त्र आयो, यसलाई घेराबन्दी गर्नुपर्छ, खुट्टा तान्नुपर्छ भन्यो भने झन् धेरै यो चाहिँ तपाईँको बढ्दै जान्छ कि। त्यसमा दलीय व्यवस्थामा दलको विकल्प छैन। दलीय व्यवस्थामा दलको विकल्प छैन या छ भन्ने कुरा म भन्दिनँ अहिले होइन। दलहरूले आफ्नो भूमिका सुधारेनन् भने ठुलो सङ्कट आइलाग्छ। आगामी निर्वाचनमा दलहरूले आफूलाई सुधारेन भने के हुन सक्छ? स्वतन्त्रहरूले जित्छन्, सबै स्वतन्त्रहरूले जित्छन्। स्वतन्त्रहरूको सरकार बन्छ, पार्लियामेन्टमा मेजोरिटी भयो सरकार स्वतन्त्रहरूको बन्छ, जितिहाल्छ। त्यो सम्भावना छ। स्वतन्त्र व्यक्तिहरूले देश चलाउन सक्छ। पार्टी भनेको एउटा के अरे, पार्टी भनेको केही होइन रहेछ भन्ने मेसेज गइसक्यो है। यत्रो क्रान्ति गरेका पार्टी छन् हाम्रो देशमा 7 सालदेखि। गरे चाहिँ के त भन्ने हो होइन। 3 पटक क्रान्ति गरेको नेपाली कङ्ग्रेस गरेको माओवादी केन्द्र छ हो, अनि क्रान्तिको नेतृत्व गरे। यी नेताहरूलाई हामी नजरअन्दाज गर्न मिल्छ भने एमालेलाई, माओवादीलाई गरे। यस्तो छ, मैले बुझेको राजनीति चाहिँ के छ भने, हिजो मैले के गरेँ भन्ने कुराले मेरो राजनीति निर्धारण गर्दैन। आज म के गर्दैछु र भोलि मेरो के गर्ने योजना हो, द्याट इज पोलिटिक्स। वाट आई डिड इन द पास्ट होइन, मैले विगतमा के गरेँ भन्ने कुरा राजनीति होइन। म आज के गर्दैछु, वाट आई एम डुइङ टुडे एन्ड वाट माई प्लान इज टु डु टुमरो है, त्यो कुराले चाहिँ राजनीति। यस्तो छ, विगतको कुराले नै मात्रै गर्दैन राजनीति होइन। विगतमा मैले यो गरेँ यस्तो गरेँ भने त्यसकै भरमा आन्दोलन जेल हिजोको कुरा थियो त्यो त। हिजो भात खाएँ मलाई पुग्यो त आज। अहिलेको युग त्यो होइन सर। हिजो मैले भात खाएँ है, 84 व्यञ्जन खाएँ, तर आज त मसँग खाने छैन। 14 वर्ष जेल बस्ने नेताहरू छन् यहाँ प्रजातन्त्रको लागि। त्यो त छ त, भन्दैछु त, उहाँहरूलाई सम्मान गर्नुपर्छ। तर उहाँहरूले के चाहिँ गर्दै हुन्छ त आज चाहिँ? यो कुरा चाहिँ आजको युगलाई चाहिँ चाहिएको छ क्या। यो त 21औं शताब्दी हो नि। दलीय व्यवस्था असफल भयो नेपालमा, घोषणा गरिहाल्नुपर्ने स्थिति त छैन। तर उहाँहरूले चाहिँ नि अब गर्ने काम गर्नु भएन भने बिस्तारै बिस्तारै स्वतन्त्रले जित्दै जान्छ अथवा के हुन्छ होइन। बेटर उता आउँछ जस्तै। अब यो त फेरि मेरो एउटा रहर होइन हजुर होइन, म एक्लैले मैले गरे होइन, यो त जनताले गरे हो नि होइन। मैले अघि भने म धरानको मेरो 1 भोट लाएर जित्या होइन। अनि पब्लिकले तपाईँको चाहिँ नि सार्वभौम नेपाली जनताले भनेको कुरालाई मान्नु परेन त। अब भोलि गएर तपाईँको स्वतन्त्र सबै तपाईँको प्रदेश र सङ्घमा जिताइदियो भने त्यो चाहिँ मान्दैनौँ भनेर करार हुन्छ होइन। सार्वभौम अधिकार त जनतासँग हुन्छ। त्यसले गर्दाखेरि अब त्यो चाहिँ पार्टीहरू सचेको राम्रो हुन्छ। अब जस्तै हामी जस्तै आयौँ, बालिन सराउनु भयो, म आएँ, हामीलाई सहयोगहरू गर्नुभयो, क्रिएटिभ रचनात्मक सहयोगहरू गर्नुभयो भने जनताले पनि ठिकै रहेछ भन्ने हुन्छ।
हामीलाई फेरि खुट्टा तान्न थाल्यो भने त्यस्तो तपाईँलाई पो भन्छ, असफल अर्को हुन थाल्यो भने उनीहरूको अस्तित्व रहँदैन। रहँदैन, त्यो चाहिँ रहँदैन। किनभने हामी भनेको त जनताको भावना हो नि त, अनि हामीलाई असफल गर्दा जस्तै मलाई असफल गर्नु भावनामा चोट पुर्याउनु भयो। हो कुरा त्यति हो, सिम्पल है। एक दुईजनाले रोक्यो भन्दैमा, तर उसलाई पनि त्यो भन्दा उसको कारण होला, त्यो बुझेर गर्नु पर्यो होइन र। त्यसो भनिरहेको भए मैले पनि केही गर्नु सक्थेँ त धरानमा। यो भिड छ, भिरमा हामीले चाहिँ पाइप बोकेर हिँड्यौँ। म आफै भिरमा चाहिँ तपाईँको चिप लिँदै श्रमदान गरेको छु। यस्तो त भिड रहेछ भनेर भनेको भए हुन्थ्यो है। गरिरहेछौँ त हामीले, भिडमा काम गरिरहेछौँ होइन। जीवन भनेको एउटा सङ्घर्ष हो, तपाईँको जीवनमा पनि होला पक्कै। तपाईँ सङ्घर्ष गरेर आउनुभयो तर सफल बन्नुभयो, त्यो कुरा मान्नुहुन्छ तपाईँ? म सफल बनेको छुइनँ। म आफैलाई सफल अहिले ठान्दिनँ। जुन दिन मैले अब चाहिँ जनताले मलाई गर भनेर पठाएको आदेशहरूलाई पालन गरेर जुन सेवा सुविधा मलाई चाहिँ नि दिनुपर्ने मैले कबुल गरेर आएको छु, ती सेवा सुविधा दिइसकेको दिन म आफूलाई सफल सम्झिन्छु। अहिले भनेको त त्यो बधाईको काबिल छुइनँ म, शुभकामना चाहिँ दिँदा हुन्छ। भत्ता कति लिनुहुन्छ उपमहानगरपालिकाबाट? त्यो मैले हेरेको छुइनँ। पैसा तलब भत्ता नलिने भनेको छुइनँ मैले होइन, तर अहिलेसम्म मैले हेरेको छुइनँ। त्यो ब्याङ्क खाता चाहिँ छ, त्यसो हेरेको छुइनँ। ब्याङ्क खातामा पैसा जम्मा भइसक्यो? खोइ भएको छ कि छैन कि मैले हेरेको छुइनँ होइन। आइएम अनेस्ट, मैले बोलेको कुनै पनि झुट बोल्दिनँ म फेरि, त्यो हो त्यस्तो छ। त्यसले गर्दाखेरि अब राज संस्था नेपालमा फेरि आउला तपाईँलाई विश्वास छ? राज संस्था त खोइ मलाई त आउँछ जस्तो लाग्दैन। तपाईँ राजावादी त होइन? म राजावादी होइन। तपाईँ गणतन्त्रवादी हो? म गणतन्त्रवादी नै हुँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति तपाईँको विश्वास छ? दलीय व्यवस्थाप्रति? सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति छ, तर दलहरूको भूमिकाप्रति मेरो सन्तुष्टि छैन। दलले तपाईँको चाहिँ नि समाजमा दलदल सिर्जना गर्नुभयो। एउटा बाउ र छोराबीच झगडा पर्छ आज भन्नुको मतलब स्वस्थ राजनीति चलेको छैन। राजनीति भनेको चाहिँ कसैलाई लडिराखेकोलाई उठाउने खालको हुनुपर्छ, त्यसको छातीमा कुल्चेर अगाडि बढ्ने हुनु हुँदैन।